दर्शकबिन हिन्दू धर्मावलम्बीहरूको महान आस्था, समर्पण र शुद्धताको प्रतीक पर्व छठ पूजा नजिकै गर्दा विराटनगरमा यस पर्वप्रति भक्तिभावसँगै सामाजिक सचेतनाको पनि सन्देश फैलाएको छ। विराटनगर 14 मा रहेको ऐतिहासिक मन्टा पोखरीमा आज बिहान श्रद्धा, एकता र स्वच्छताको सुन्दर सङ्गम देखियो। छठ पर्व सनातन हिन्दू समुदायमा सूर्यदेव र छठी मैयाको आराधना गर्ने अत्यन्त पवित्र चाड हो। यो पर्वमा व्रतालुहरू 4 दिनसम्म कठोर नियम अनुसार व्रत बस्दै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्छन्। छठमा जल, माटो र प्रकृति प्रतिको सम्मान केन्द्रमा हुन्छ, जसले मानिस र प्रकृति बीचको आत्मीय सम्बन्धलाई पुनर्जीवित गर्छ। आस्था, शुद्धता र अनुशासनको अद्भुत उदाहरण मानिने यो पर्व विशेष गरी नेपालका तराई क्षेत्र र भारतका बिहार, झारखण्ड, उत्तर प्रदेश लगायत स्थानमा व्यापक रूपमा मनाइन्छ। मन्टा पोखरी वरिपरि फोहोर जम्दै गएको र वातावरण प्रदूषित हुँदै गएको अवस्थालाई देख्दै आज बिहान विश्व हिन्दू परिषद, युवा विभाग रानी, हिन्दू स्वयंसेवक सङ्घ कोशी सम्भाग विराटनगर रानी क्षेत्र र इलाका प्रहरी कार्यालय रानीको संयुक्त पहलमा सरसफाई अभियान सम्पन्न गरिएको हो। इन्सपेक्टर कविन राईको नेतृत्वमा आएको प्रहरी टोली, युवाहरू र स्थानीय बासिन्दाहरूले पोखरीको चारैतिर फैलिएको फोहोर उठाउँदै वरिपरिको बाटो, सार्वजनिक स्थान समेत सफा गरेका थिए। युवाहरूले हातमा बोरा, झाडु र कोदालो बोकेर बिहानैदेखि अभियानमा सहभागिता जनाएका थिए। विश्व हिन्दू परिषद, युवा विभाग रानीका प्रतिनिधिले भने छठ पर्व केवल पूजा होइन, यो सफाई, अनुशासन र समर्पणको प्रतीक हो। यही सन्देश सबैलाई दिनका लागि हामीले आज मन्टा पोखरी सफा गरेका हौं। त्यस्तै हिन्दू स्वयंसेवक सङ्घ कोशी सम्भाग विराटनगर रानी क्षेत्रका सदस्यहरूले समेत बिहान सबेरै पोखरी वरिपरि र मुख्य सडकसम्म फोहोर सफा गर्दै भक्तजनहरूका लागि स्वच्छ वातावरण बनाएका थिए। उनीहरूले भने छठी मैयाको आराधना शुद्धता र पवित्रतासँग जोडिएको हुन्छ, त्यसैले हामीले यसलाई धार्मिक कर्तव्य मात्र होइन, सामाजिक जिम्मेवारीका रूपमा पनि लिएका हौं। स्थानीय बासिन्दाहरूले समेत यी युवाहरूको सरसफाई अभियान प्रति प्रशंसा व्यक्त गर्दै भने वर्षौंदेखि छठमा यही भिड लाग्छ, तर यसरी व्यवस्थित सरसफाई अभियान चलेको देख्दा गर्व महसुस भएको छ। छठ पर्व नजिकै गर्दा अहिले मन्टा पोखरी वरिपरि स्वच्छ र आकर्षक रूप फिर्ता आएको छ। पोखरीमा बनाइएका घाटहरू, वरिपरिका बाटो र वरिपरि झलमल प्रकाशले अब यस वर्षको छठ पूजा भक्तिभाव र पवित्रताका साथ सम्पन्न हुने विश्वास दिलाएको छ। धार्मिक आस्था, सामुदायिक एकता र सामाजिक जिम्मेवारीको यस्तो सुन्दर मेलले विराटनगरका नागरिकलाई एउटा गहिरो सन्देश दिएको छ। श्रद्धा मात्र होइन, स्वच्छता पनि आस्थाको हिस्सा हो। ब्रेकिङ नेपाल न्युजका लागि दिपेन्द्र शाह, विराटनगर।